पानी सक्यो तालो सारा कटाइयो नि त साँच्चै भनिदिनु भयो सरी आइपुग्यौँ बल गरेर भइगयो हजुर विजय ओ विजय सुँगुर मासु हान्दिने होइन त अब हान्ने हो मासु खानुको लागि सबजना खुसी अनुहार हेरेर मासु खानुको लागि कहाँको पर्यो धरानी कालो बङ्गुर पर्यो कताको पर्यो सबैजना खुसी हुन्छ उतामै मासु भातको लागि होइन लाइनमा बस्नु न अङ्कलजी यार मासु भातको लागि लाइन बस्छौँ श्रमदान गरेर अब यो चाहिँ खाना खानु पऱ्यो बल तागत पाउनु पऱ्यो नि त फेरि होइन मासु भातको लागि भएर गाडीहरू टन्ने आइरहेको छ यहाँ मासु गाडी टन्ने अरे मासु ल अघि प्लेट लिएर बसेको थियौँ अब खाना लिएर यस्तै आयो नि म धेरै पाइप तान्ने तिनवटा भएको बाँधेर त्यो पिरा फेदमा चाहिँ अलिक डर मान्छे छ बिचमा त त्यस्तो आन्टी कस्तो देश रमदान एकदम रमाइलो राम्रो नि मजा गर्दै हुनुहुन्छ अनि उ त पाइप तानेको चाहिँ खिच्नु नि अहिले हेलो एभ्रिवान ल हामी अब श्रमदानमा आएको छौँ आज शनिबार वैशाख 30 आज 30 गते होला है भन वैशाख 30 गते अब हाम्रो यो तेस्रो चौथो श्रमदान हो यता डाँडाबडी देख्नुहुन्छ तपाईँहरूले र अब हामी आजको श्रमदानको छोटो भिडियो चाहिँ हाम्रो पेजमा हाल्छौँ श्रम गर्नुपर्छ है यो श्रम चाहिँ अब हाम्रो लागि हाम्रो पुस्ताको लागि हाम्रो धर्मको लागि हो र सबैले बुझ्न जरुरी छ अब यसमा हामीले श्रम गऱ्यौँ भने अरू बजेटहरू काम लाग्न पानी सक्यो अब पानी सक्यो ल अब पाइप तानेर सकिसक्यो हामी फर्किँदैछौँ अझै पनि तान्नु चाहिँ बाँकी नै छ
अझै पनि तान्नु चाहिँ बाँकी छ तर अरू पनि छ नि पर्तिर उयो घुलबाट चाहिँ त्यहाँबाट सक्यो ल ठिक छ यहाँ त पुराको रहेनछ ल अब यस्तो भिरपखामा पाइप तनाइ हुँदैछ हैन त्यसलाई इन्सम्म पुर्याउनुहोस् अब त्यति नै अब आधालाई चढ्दा हुन्छ बाटै बाटो ल अगाडि बढ्नुहोस् म भिडियो बनाउँछु भन्नु सकिँदैन जस्तै नै हुनसक्छ तपाईँहरू यता काम छैन नि त अब उताबाट फर्किनु हुन्छ कि यता पाइप लाइनहरू जानु मात्र है दाइ बिस्तारै है लड्नु चाहिँ भएन है हाम्रो दर्शकहरूले हेर्नुहुन्छ नि फेरि दर्शकहरूले अब हेर्नुहोस् न यहाँ यस्तो ठाउँ अब यो यस्तो ठाउँमा होइन हजुर क्यामेरामा चाहिँ के हुन्छ भने फेरि समतल देखिन्छ अब यहाँ यस्तो छ यहाँ अब झरी पनि के हुन्छ त्यसले गर्दा दर्शकहरू पनि आउनु भएको छैन आइदिनुपर्छ तपाईँले हेरिदिनुपर्छ कति गाह्रो छ पाइप बोक्नु भन्ने कुरा डाँडा सिधै तल झर्नुहोस् तलबाट तल बाटो एउटा गोरेटो बाटो गाडी अप्ठ्यारो छ अब हामी अन्तिम टोलीमा छौँ अन्तिम टोलीले चाहिँ एकदमै पाइप लामो लानुपर्ने हुन्छ अब गर्दा गर्दा तानिहाल्यो ल ल अन्तिम टोलीहरू बढ्दैछ ठिक छ अन्तिमसम्म गर्ने चाहिँ एकदमै राम्रो पाइप छोडेर काम छोडेर हिँड्ने होइन गरेपछि अन्तिमसम्म आवाले पनि के दामी साथ दिएको अब हामीले आजको श्रमदानमा पाइप तानेर माथि ढाडामा दुईतिर पुऱ्याइसकेका छौँ र यो उब्रेको पाइप फेरि पनि अब हाम्रो साथीहरू हामी मिलिकन झार्दैछौँ यो उब्रेको पाइपलाई खोलामा किनकि यो उब्रेको पाइप चाहिँ अब हामीले यता वारीबाट पारिपट्टि लानुपर्ने भएको कारण उब्रेको पाइप झार्दैछौँ है ल सिधै भिरमा परेको हो उडी जाम हान्दै ल अब हामीले श्रम गरेर यहाँ फर्केर यहाँ हावा खाँदैछौँ बाटोमा